22 मा हामीले चाहिँ रङ्गशालामा बङ्गलादेशसँग फाइनल खेल्दाखेरि हामी हारेको त्यति बेलाको पुरस्कार राशि पनि पाएको छैनौँ होइन। त्यो हिसाबले पनि अब मैले धेरै कुराहरू यस्तो कुराहरू त मैले अस्ति नै पनि बोल्न खोजिरहेको थिएँ, तर हामीले चाहिँ पटक पटक हामीले चाहिँ परिषदमा गएर सोद्धा पनि आर्थिक वर्ष क्लोज भयो भनेर चाहिँ उहाँहरूले यो कुराहरू भनिदिनु भयो र मलाई लाग्छ खेलाडीको पुरस्कारमा आर्थिक वर्ष क्लोजले केही फरक पार्छ जस्तो लाग्दैन, किनकि देश र देशको लागि रगत पसिना बगाएर खेलेको खेलाडीको लागि मलाई लाग्छ त्यो सरकारी कर्मचारीको दिने तलब हो जस्तो लाग्दैन मलाई चाहिँ होइन। यो कुरालाई चाहिँ अलिक गम्भीरपूर्वक सोचेर खेलाडीको पाउने सेवा सुविधामा चाहिँ लागि परिदिनुहोस् भन्न चाहिँ चाहन्छु। त्यति बेला हामी इभन म क्याप्टेन थिइनँ अनि पछि म क्याप्टेन हुँदा पनि मैले यो कुराहरू राख्दाखेरि आर्थिक वर्ष क्लोज भयो, खेलाडीको पुरस्कारमा आर्थिक वर्ष क्लोज हुँदा भोलिको दिनमा हामी के एक्सपेक्टेसन राखेर खेल्ने त? हामी पनि त देशको लागि मात्रै खेल्ने भनेर त हुँदैन नि त, हामीलाई पनि एउटा बाँच्ने आधार चाहियो। भोलि गएर चाहिँ खेलिरहँदाखेरि केही दुर्घटना भयो भने इन्सुरेन्सको चाहिँ सुविधा हुनु पर्यो। त्यो हिसाबले गर्दाखेरि पनि मलाई लाग्छ गभर्मेन्टबाट चाहिँ के पनि सपोर्ट पाएको छैनौँ अहिलेसम्म।